जस्तै सुजन चापागाई, रचना रिमाल, अस्मिता अधिकारी, तपाईहरु गायक भन्दा हिरो धेरै छान्नुहुन्छ कि क्या हो? कस्तो राम्रो प्रश्न गर्नुभयो। यो प्रश्न नि हामी जहाँ गए पनि भेट्छ। तपाईँले कहिलेकाहीँ कस्तो भने अघि हाम्रो समाजले एउटा कुरा गर्नुभएको थियो नि, जित भनेको एकदमै तपाईँको सब्जेक्टिभ कुरा हो। तपाईँले कुन बेलामा सोध्नुभयो त्यो कुराले थाहा दिन्छ होइन, त्यो कुरामा निर्भर गर्छ। अनि अब सुजन चापागाईको कुरा गर्दाखेरि मान्छेले अब यसलाई कसरी हेर्नुहुन्छ भनेदेखि आफू बन्नलाई मान्छेले कहाँ ढोका ढकढक्याउँछ होइन, आफू बन्नको लागि। र एउटा सुजन चापागाईको करियरको एउटा राम्रो कुरा के हो भनेदेखि उसको एउटा असफलताको साक्षी सारा संसार भयो होइन, त्यो एकदम सुन्दर कुरा हो। यसबाट सिक्नेले असफलताबाट पनि कसरी लिने र गिभअप नगर्ने कसरी भन्ने कुरा सिक्न सक्छ होइन। अब नसिक्नेले त अब केही पनि सिक्न सक्दैन। अनि हाम्रो भनाइ चाहिँ के हुन्छ भने यदि कसैलाई गायकीमा इन्ट्रेस्ट छ भनेदेखि जस्तो हामीले यो यहाँ मात्रै देखेको कुरा होइन, संसारमा जहाँ पनि देखेको कुरा हो होइन। सुजन चापागाई आफैले पनि भन्नुभएको थियो कि त्यो बेलामा म त्यस्तै गाउँथेँ, अहिले यस्तै गाउँछु, त्यो तपाईँले पनि देख्नु भएको हो होइन। यो कुराले के हुन्छ भनेदेखि उहाँको यात्रा यति अगाडि जान्छ नि। अझ पनि हेर्नुहोस् न, हामी यति नेपाल आइडलको तर्फबाट पनि हामी यति खुसी छौँ कि उहाँको करियरको लागि होइन। अनि त्यस्तै गरी अझ पनि हामी के चाहन्छौँ भने नेपाल आइडलमा जो ढोका ढकढकाउन आउनुहुन्छ उहाँहरू सेलेक्ट भए पनि नभए पनि उहाँहरूको यात्राले, उहाँहरूको साङ्गीतिक यात्राले एकदमै छानेका चाहिँ किन त्यति माथि जान सक्दैन? अब छान्नु खै हामीले छानेकोहरूसँग त हामी आफैले पनि कन्सल्ट गर्दै हिँडिरहेका छौँ, चलचित्रमा सँगसँगै गीतहरू गाइरहेका छौँ। विनर एकजना मात्रै हो होइन, तर यो यात्रामा भाग लिने सहभागी धेरैजना हुन्छ कि। समयको कुरा हो भन्छु म। तपाईँ त्यो दिन बेस्ट हुनुहुन्थ्यो, त्यही भएर तपाईँले त्यो चिज डिजर्भ गर्नुभयो। तर एउटा ट्रु आर्टिस्टले जहिले पनि मेहनत गरिरहेको हुन्छ, जहिले पनि आफूलाई एक्सप्लोर गरिरहेको हुन्छ। त्यसो भए त हामीले कम्पिटिसन्सहरू नै किन गर्ने, स्पोर्ट्स कम्पिटिसन नै किन गर्ने, स्कुल नै किन खोल्ने? म कतिको राम्रो छु, म कस्तो छु, आफ्नो पनि पहिचान गर्नको लागि एउटा अनुभव बटुल्नुपर्छ। त्यो अनुभव बटुल्ने र आफूले नै आफूले चिन्ने ठाउँ हो कि यस्तो सोजहरू भनेको। म आफै पनि एउटा रियालिटी सोको पार्टिसिपेन्ट हो। म अहिले आएर कम्प्लेन गर्न मिल्दैन कि खास। त्यो सोले त मलाई यस्तो राम्रो प्लेटफर्म दियो। हामीले चाहिँ एकदमै एउटै सब्जेक्टमा रहेर कसरी हाउ क्यान आई टेक द नेगेटिभिटी फ्रम दिस सब्जेक्ट भन्ने छ क्या, तर त्यसको पोजिटिभ साइड पनि धेरै छ। अब एउटा अडिसन बाट सेलेक्ट हुने बित्तिकै रातारात कोही पनि सक्सेसफुल हुँदैन वा अनसक्सेसफुल हुँदैन कि। इट्स अ कम्प्लिट जर्नी भन्छु म चाहिँ होइन। सो त्यही भएर अलिकति पोजिटिभली लिनु पर्यो। ओके, मेहनत गरेको थियो, अडिसनबाट आउट भए तापनि पछि गएर सिङ्गर बन्न सक्यो, वा सोमा विनर हुने लगत्तै जजसँगै फिल्ममा सँगै गीत गाएर होइन। जस्तो हाम्रो विनर अहिले करण सँगसँगै मैले चलचित्रमा गीत गाएको थिएँ कि। ठ्याक्क ऊ गाउँदै थियो, रेकर्ड गर्दै थियो, सुन्दै थिएँ होइन। ऊ सँगसँगै कार्यक्रमहरू गर्दैछौँ। सो यसको दुइटै साइड छ। तपाईँले यसलाई कसरी लिन चाहनुहुन्छ? आई थिङ्क यसबाट चाहिँ हामीले सिक्नुपर्छ जस्तो लाग्छ मलाई। थ्याङ्क यू भेरी मच। ओके, सो हेलो, निशा बजगाई। मेरो क्वेसन सरमा चाहिँ सुरेश सरलाई। अघिदेखिबाट चाहिँ सबैजनाले चाहिँ इकोनोमिक क्राइसिसको कुरा गरिरहनु भएको थियो। योपालि नेपाल आइडललाई चाहिँ एड लिएर आउनलाई गाह्रो परेको हो कि के हो, त्यो चाहिँ सुन्न चाहन्छु। यो प्रश्नको उत्तर म भन्दा पनि हाम्रो बिजनेस र फाइनेन्स हेर्ने केसरी बल्ल दाजी मैसँग हुनुहुन्छ, यसको चाहिँ एन्सर उहाँले गर्नुहुन्छ। नमस्कार। गाह्रो त सिजन 5 देखि नै अलि रिसेसन चलेको हुनाले गाह्रो भएको हो, तर हामीले सोचे जस्तो गाह्रो पनि रहेछ भन्ने कुरा चाहिँ खोप रिज्वाइन गरेपछि
हामीले महसुस गरेका छौँ। थ्याङ्क यू। सो अब जजेसहरूलाई अघि हाम्रो एमसीज्यूले हाम्रो उत्कृष्टज्यूले के भन्नुभएको थियो भने नेपाल आइडलले चाहिँ धेरै प्रतिभाहरूलाई जन्म दिएको छ भनेर भन्नुभएको थियो होइन। नेपाल आइडलले जन्म दिएको पक्कै पनि होइन, मेरो अलिकति खड्केको कुरा चाहिँ तपाईँले जन्म दिनुभएको हो कि निखार्नु भएको त्यो चाहिँ बुझ्न चाहन्छु। अब हेर्नुहोस्, जन्म नै दिएको नै भन्छु म। तपाईँलाई एक्सप्लोर गरेर एउटा प्लेटफर्म प्रोभाइड गर्ने होइन, सिङ्गर्सहरूको लागि यत्रो ठुलो टिमले मिलेर एउटै उद्देश्यको लागि आफ्नो टाइम एनर्जी सबै चिज यदि दिन्छ भने अफकोर्स मलाई चाहिँ कस्तो लाग्छ भने जन्म दिएकै हो। म आफै पनि फेरि पनि भन्न चाहन्छु, रियालिटी सोजहरूलाई कस्तो हुन्छ भने नि वेन युआर स्ट्रगलिङ होइन, यु अलवेज ब्लेम अदर्स कि। तर जब तपाईँ आफूले पनि सक्सेस चाख्नुहुन्छ होइन, अनि त्यसपछि तपाईँले आफूलाई ऐनामा हेर्नुहुन्छ, ओके सो म यस्तो थिएँ, म यस्तो थिएँ, एक्चुली द प्रब्लम वाज मी होइन। सो स्लोली यु अचिभ एन्ड यु आर भेरी पोजिटिभ टुवर्ड्स दिस थिङ। सुरुमा चाहिँ धेरै नेगेटिभ हुन्छ, किनभने आफूलाई म सही थिएँ अरू गलत थियो जस्तो लाग्छ कि, चाहे त्यो प्लेटफर्म होस् चाहे त्यो मान्छे होस्। कहिलेकाहीँ लाइफमा कोहीले आएर तिमीले यस्तो गरेनौ भन्ने मान्छेले कस्तो मनमा बिजाउँछ कि, तर जब तपाईँले त्यो सक्सेस पाउनु हो भने तपाईँलाई फिल हुन्छ त्यो मान्छेले त्यो बेला मलाई त्यसरी नहोच्याएको भए सायद म आज यहाँ हुन्थेन। त्यही भएर यो सो भनेको यसले तपाईँलाई डेली बसेर कि 3 जना जजेस होला अथवा म्युजिकल मेन्टरहरू होला, टिमले नै तपाईँलाई भन्छ कि तपाईँ यस्तो गर्नुहोस्, यस्तो नगर्नुहोस्, तपाईँको भोइसमा यो गीत सुट होला, तपाईँले यो गीत गाउनुहोस्, यो अटेम्प्ट गर्नुहोस्। सो यु हेभ एन एन्टायर टिम कि आई थिङ्क त्यो भनेको जन्म दिनु नै हो कि एउटा कलाकारलाई तयार गर्ने एउटा प्रक्रिया नै हो। पछि ऊ कहाँसम्म जान्छ त्यो त उसको आफ्नो मेहनतको परिणाम पनि हो, तर अफकोर्स त्यसले त्यो दिन्छ एउटा प्लेटफर्म चाहिँ। थ्याङ्क यू काली सर, थ्याङ्क यू। त्यही जन्म दिएकै कुरा अलिकति तपाईँको पनि धारणा सुनौँ न। मेरो अब अलिकति फरक मत पनि हुनसक्छ होइन। कस्तो भने अब सबैभन्दा पहिलो कुरो चाहिँ मान्छेलाई चिनिनुको लागि सबैभन्दा पहिला एउटा आइडेन्टिटी आवश्यक पर्छ। गीत गाउनेहरू एकदम धेरै सङ्ख्यामा नेपालभरि हुनुहुन्छ, तर उहाँहरूसँग आइडेन्टिटी हुँदैन। पछाडि गीत गाएरै जिन्दगी बिताउँछ अथवा गीत गाउनु नै मेरो रहर हो भन्ने मान्छेहरूको लागि चाहिँ त्यो आइडेन्टिटी लिएर फेरि मार्केटमा जानु र विदाउट आइडेन्टिटी जानु चाहिँ फरक पर्छ। त्यसै कारणले एउटा आइडेन्टिटी दिने काम गर्छ होइन। अब आइडेन्टिटी दिनु भनेको जन्माउनु हो कि हुर्काउनु हो त्यो चाहिँ थाहा छैन होइन। वास्तवमा यो दुवै कुरा हो होइन। उहाँलाई के हिसाबमा सजिलो चाहिँ हुन्छ। सो जसरी इन्दिराजीले आफैले पनि भन्नुभयो मैले करणसँग गीत गाएँ भनेर होइन, हामी पनि थियौँ त्यो प्रोग्राममा। आफैले हुन्छ नि जजमेन्ट गरेर आएको एउटा गायकसँग आफैले गीत गाइरहँदाखेरि एउटा सिनियर गायिकाले गीत गाइरहँदाखेरि चाहिँ कस्तो महसुस हुँदो रहेछ त्यो चाहिँ बुझौँ। मैले पनि यहाँको धेरैजना हामी गायककै पार्टिसिपेन्टहरूसँग कम्पोजिसन गरेको छु, गाएको छु, अस्मितासँग गाएको छु, रचनासँग गाएको छु होइन। अनि अरू भाग्यले पनि रेकर्ड गराउनु भएको छ। हामीले चाहिँ कस्तो लाग्छ भनेदेखि एउटा यो कहीँ कुनै यात्रामा उहाँहरूसँग पनि हामी जोडिन पायौँ। किनभने जब उहाँहरूले एउटा कलाकारको आइडेन्टिटी पाइसक्नुहुन्छ नि त्यस पछाडि हाम्रो जिन्दगी उहाँहरूको जिन्दगीमा खासै फरक रहँदैन। उहाँहरू पनि हामी जस्तै हो। हामी अलिकति अगाडि जन्म्यौँ, अलिकति केही कुराहरू भोगेर उहाँलाई मेन्टर गर्न पायौँ होइन। अहिले त कतिपय हामीबाटै भनौँ न आएका हाम्रो नेपाल आइडलबाटै आफ्नो स्थान बनाएका, आफूलाई चिनाएका भाइ बहिनीहरू उहाँहरू हामीभन्दा पनि अनुभवी भइसक्नुभयो। हामीले भन्दा धेरै गीत गाइसक्नुभयो, हामीले भन्दा धेरै कन्सर्ट गरिसक्नुभयो होइन। त्यो हिसाबले हामीलाई चाहिँ एकदमै यो कुरामा चाहिँ प्राउड फिल हुन्छ। र यो चाहिँ इन्द्रजीले भने जस्तै अघि पनि भन्नुभएको थियो, यो कुञ्जुनीको धर्म पाइरहेको जस्तो नै लाग्छ। एकदम खुसी लाग्छ कुरामा चाहिँ। अफकोर्स गर्व फिल हुन्छ।
आफूले अडिसनबाट देख्दा देख्दै त्यस्तो प्रगति गरेर हुन्छ कि यस्तो सर्ट स्प्यानमा जब फिल्डको राम्रो मान्छेहरूलाई गाइडेन्स पाउँछ नि आई थिङ्क एकजना मान्छेलाई चाहिँ त्यसले धेरै हेल्प गर्छ इट फिल्स लाइक तपाईँ एउटा त्यो इन्भाइरोमेन्ट नै यस्तो हुन्छ कि एकदम इन्सपायरिङ हुन्छ एन्ड यु इम्प्रुभ अ लट सो त्यो सँगै गाएको देख्दा त एकदमै राम्रो फिल हुन्छ एकदमै प्राउड फिल हुन्छ केही एकाम्प्लिस गरे जस्तो बिसाइड्स कहिलेका कस्तो हुन्छ खालि एउटा फेजसम्म चाहिँ दौडिनुपर्छ कुद्नुपर्छ आफ्नो लागि होइन तर एउटा समय पछाडि एउटा कस्तो फिल हुन्छ नि वाट क्यान आई गिभ ब्याक होइन मेरो यो जुन अनुभव छ त्यसबाट मैले अरूलाई के दिन सक्छु त्यो चाहिँ केही चिज दिएको जस्तो फिल हुन्छ नि एकदमै राम्रो फिल हुन्छ हस् थ्याङ्क यू सो विशेष गरी अब सेलेक्सन भएको गायक गायिकाको कुरा भन्दा बाहेक सेलेक्सन नभएको जो प्रतिभा भएका गायक गायिकाहरू हुन्छ नि होइन उहाँहरूको लागि चाहिँ नेपाल आइडलले के गर्छ त जसलाई एन्सर दिँदा पनि हुन्छ अर्को सिजनमा फेरि ट्राई गर्नुपर्छ अघि भाइले भन्नुभएको प्रश्नमा र जजले दिनुभएको एन्सरमा म थप्न चाहन्छु विनरभन्दा अरूले बढी चर्चा कमाए नाम कमायो सिलेक्ट गरेको भनेको उहाँहरूले सिलेक्ट गरेको भनेको अडिसनदेखि नै सिलेक्ट गरेको भने सबैजना त्यो भोटिङको कुरा र त्यसपछि त्यति बेला उनीहरूको पर्फर्मेन्सको कुराले गर्दाखेरि को छानिने को त्यति बेला नछानिने भन्ने हुन्छ तर सिलेक्ट गरेकोहरू नै चम्किएको हो कि सिलेक्ट नगरेकोहरू चम्किएको हो यसलाई चाहिँ यसरी बुझ्ने ओके सो विशेष गरी अब सिजन 6 को कुरा आइसकेको छ यहाँ हामी सिजन 6 मा छौँ है अब धेरै सरप्राइजेसहरू छ पनि भनेर भनिसक्नु भएको छ तर के छ त्यो भन्न कतिको मिल्छ मिल्दैन त्यो पनि सुनाउन अलिकति अघि त दुईटा त भनिहाले अडिसनमा योपल्ट विदाउट म्युजिक हुँदैन विथ म्युजिक नै अडिसनदेखि नै कन्टेस्टेन्टहरूले गीत गाउँछन् सो त्यसको लागि उनीहरूलाई अडिसनको बेलादेखि नै प्रिपेयर गराउनुपर्छ ट्रेनिङ दिनुपर्छ त्यो एउटा कुरा थियो अर्को कुरा अझै बढी चाहिँ भ्युअरसिप पुगोस् अझै बढी दर्शकका पुगोस् र सबै दर्शकलाई कौतूहल हुन्छ यसको बिहाइन्ड द सिन के गतिविधि भइरहेको छ होइन बिहाइन्ड द क्यामेरा अरू के गतिविधि भइरहेको छ त्यसमा चाहिँ अझै हेर्न पाए हुन्थ्यो भन्ने खालको कुराहरूलाई सम्बोधन गर्नको लागि यसपटकदेखि चाहिँ शुक्रबार र शनिबार एपिसोडहरू एयर हुन्छ भने मेबी त्योभन्दा अगाडि अथवा त्योभन्दा पछाडि कुनै दिन चाहिँ हामी अर्को आधी घन्टाको स्पेसल एपिसोड चाहिँ राख्छौँ नेपाल आइडलको सो देट त्यो दुईटा रेगुलर एपिसोडमा नआएको कुराहरू त्यो हाफ एन आवरको चाहिँ प्रोग्राममा आउँछ अरू साथीहरूले पनि सोध्नु होला है एकजना दुईजना मात्रै भइराख्नु भएको छ प्लिज सो जस्तो यस्तो जुनै पनि रियालिटी सोहरू हुन्छ अथवा यस्ता प्रोग्रामहरू हुन्छ नेपालमा धेरै जस्तो चाहिँ अलिक फियर हुँदैन भन्ने पनि बुझिन्छ नि यसमा हजुरहरूले चाहिँ के बुझाउन चाहनुहुन्छ त्यो व्यक्तिहरूलाई म 200% ठोकुवा गरेर भन्छु अरूको थाहा छैन नेपाल आइडलको परिणाम भोटिङ यति फेयर हुन्छ कि त्यसमा चाहेर पनि बदमासी गर्न सकिँदैन त्यो हामीले मात्रै अडिट गर्दैन हामीभन्दा माथिल्लो तह र फ्रेन्चाइजदाताहरूले समेत अडिट गरेको हुन्छ त्यसमा कुनै पनि गुन्जाइस हुँदैन तपाईँलाई चाहिँ यतिमा चाहिँ यसो गर्न चाहन्छु भोटिङ सिस्टम नै राख्नुको उद्देश्य चाहिँ के हो जस्तो भोटिङ सिस्टम पनि कस्तो छ भने एकैजनाले धेरै भोट दिने पनि त छ नि होइन एकैजनाबाट चाहिँ धेरै भोट दिन सकिने सिस्टम पनि छ फरक फरक व्यक्तिबाट फरक फरक भोटिङ हुँदाखेरि त्यो हुन्थ्यो होला किनभने कसैको चाहिँ नि धेरै फाइनेन्स भएको मान्छेले धेरै भोट गरेको पनि त हुनसक्छ नि होइन यो फर्मेटले नै अलाउ गरेको कुरा हो हाम्रो लागि र त्यसको हामीले पनि लाभ उठाएको हो अफकोर्स सो गर्ने भनेको जो आयोजक हुन्छ उसले पनि कमाउनै पर्छ पुरस्कार बाँड्नु पनि पर्छ र फर्मेटले अलाउ गरेको कुरा यो वर्ल्ड वाइड नै यसको चलन छ हजुर यसको मतलब अल्टिमेटली कुनै न कुनै वेमा बिजनेस हो यो भनेर पनि त बुझ्न सकिन्छ नि यसलाई नकार्न सकिने कुनै पनि आधार छैन बिजनेस नै हो नि पक्कै त बिजनेस हो तर यस्तो बिजनेस हो जसले गुमनाम प्रतिभालाई रातारात एउटा मञ्च दिन्छ 6 महिनाको अन्तरालमा कहाँदेखि कहाँ पुर्याइदिन्छ र पुरस्कार सहितै उसलाई अगाडि बढाउँछ सो ऊ पनि विन विन सिचुएसनमा हुन्छ आयोजकको अवश्य पनि हामीलाई पनि अरू सिजनहरू गर्नुपर्छ त्यसको लागि पनि यसो मैले लास्टली बुझ्न खोजेको चाहिँ जस्तो कला भएको मान्छे त यति फेल खान सक्यो नि त भोटिङको कारणले होइन
होइन होला, कला भएको मान्छेलाई कलाको कदर गरिदिने महानुभावहरूले भोट गरिदिनु पर्यो र त्यो कुरा कमसेकम सिजन 5 मा तपाईँले देख्न सक्नुहुन्छ। करण परिवारको त्यस्तो स्ट्रङ ब्याकग्राउन्ड केही पनि थिएन, उसको स्वरले नै उसलाई यहाँसम्म पुर्याएको र उसलाई सपोर्ट गरेको रविको उदाहरण छ हामीसँग होइन। यो भोटिङ गर्ने पनि यो भन्छ नि मान्छेहरू एजुकेटेड हुँदै जान्छन्, फियरले यो विनर यो डिजर्भिङ मान्छे यो यसैलाई दिनुपर्छ भन्ने कुरा यो विकसित हुँदै जाने कुरा हो, समयक्रममा यो हुँदै जान्छ। थ्याङ्क यू। सो जजेसहरूलाई चाहिँ मेरो क्वेसन, जज गर्न चाहिँ कतिको च्यालेन्जिङ रोल रहेछ? अहिले त हामी जज गर्नुभन्दा नि बेसी विटनेस गर्छौँ। हामी एकदम साक्षी हुन्छौँ र हामीलाई के कस्तो महसुस भयो भन्दा माथि हामी केही पनि जाँदैनौँ, किनभने भोट अडियन्सले गर्नुहुन्छ। मन पराउने कतिलाई कति मन पराउने त्यो काम अडियन्सले गर्नुहुन्छ, आइडल अडियन्सले बनाउनुहुन्छ भने हामी विटनेस हुन्छौँ र हामी गाइड गर्छौँ है। अनि हामीले कसरी हेर्छौँ भन्ने कुरा चाहिँ हामीले कुनै पनि प्रस्तुतिलाई कुनै पनि प्रतिभालाई कसरी हेऱ्यौँ भन्ने कुरा चाहिँ हामी यो सोबाट चाहिँ दर्शकहरूलाई देखाउँछौँ, त्यति नै हो। अब जज गर्ने भन्ने कुरा त यसो सुन्दाखेरि नै कलाकारिता भन्ने कुरा त जज हुँदैन होइन, तर जज गर्ने भन्ने कुरा चाहिँ भन्न सजिलो भएको भएर होला। एक हिसाबले हामी चाहिँ यो सिजन 1, 2, 3, 4, 5, 6 आउँदाखेरि चाहिँ हामी अहिले चाहिँ साक्षी हुन्छौँ जस्तो चाहिँ त्यो हिसाबले चाहिँ लिन्छौँ। अरू साथीहरू कोही? मैले फेरि सोधेँ योपालि अडिसन कति ठाउँमा छ सुनेको छु, यसपालि अडिसन प्रिफरेन्सतिर छैन रे, यो सो पुरानै फर्मेटमा जान्छ कि केही नयाँ छ यो पनि भनिदिनु होला। र अर्को कुरा के भने आउने जुन प्रतिभाहरू नेपाल आइडलमा आउँछन् उहाँहरूले चाहिँ घर जग्गा बेचेर भोट गरिरहेका हुन्छन् भन्ने सुनेको छु। ऊ प्रतिभा त भयो तर घर जग्गा त गयो नि, यसको विषयमा के गर्नुहुन्छ? यो तपाईँको थुप्रै प्रश्नहरू छ। अडिसनहरू यसपटक इन्क्लुडिङ डिजिटल काठमाडौँ गएर हामी 3 ठाउँमा गर्छौँ र अडिसनदेखि नै ब्याकअप ब्यान्डको सपोर्ट हुनाले र एक ठाउँमा हामी धेरै दिन बस्नुपर्ने भएको हुनाले भ्याली बाहिर 3 ठाउँमा र भ्यालीमा गएर 4 ठाउँमा हुन्छ। र अर्को घर जग्गा बेचेको कुरा मैले भन्दा पनि मेरो आदरणीय भाइ सेवन सरले भन्नु हुँदाखेरि ठिक हुन्छ। यो घर जग्गा बेचेर चाहिँ तपाईँको जितको कुरा चाहिँ बिल्कुलै गलत हो। किनभनेदेखि यदि पैसा छ भनेदेखि त त्यसपछि त जहिले पनि त उहाँ त जित्ने भइहाल्यो। उहाँ घर जग्गाको मात्रै कुरा भएन, पैसा भएको मान्छे चाहिँ नेपाल आइडलको चाहिँ विजेता हुन्छ। त्यस कारणले गर्दा यो चाहिँ अवश्य पनि होइन। यो पैसाले र भोटिङले गर्दाखेरि मात्र आउने भएदेखि त यो जुन प्लेटफर्म नै मिल्दैन। र मेन कुरा चाहिँ के छ भने अघि नै भनिसक्यो सिजन 5 मा करण परिवार जसको चाहिँ तपाईँले हेरिहाल्नुभयो कि उहाँ पैसावाला हुँदा होइन, तर करण परिवारको स्वरलाई भोटिङ गरेको यो हामी 3 करोड जनसङ्ख्या नेपालमा छौँ भने विदेशमा सम्पूर्ण गर्दाखेरि नेपाली भाषीहरूले दिने भोटिङ हो यो। त्यसले गर्दाखेरि चाहिँ भोटिङलाई कुनै पैसामा तुलना गर्न मिल्दैन। यो भोट भनेकै साँच्चीकै भोटै हो, त्यसले गर्दाखेरि भोटिङले गर्दा नै जित्ने हो। म यही भन्न चाहन्छु। सो लगभग हामी अन्त्यतिर नै छ। मेरो लास्ट क्वेसन एलिनजीलाई छ है। तपाईँ योभन्दा अगाडि सारेगामा पमा हुनुहुन्थ्यो होइन, के कारणले गर्दा चाहिँ स्विच हुनुभयो नेपाल आइडलमा त्यो चाहिँ सुनौँ न। सारेगामा सिजन 1 हामी कम्प्लिट गऱ्यौँ। सिजन 2 को केही कारणहरू थियो जुन आज यो प्लेटफर्म चाहिँ सही छ जस्तो लाग्दैन यो कुरोमा गर्नुको लागि। र आजको दिनमा म सिजन 6 मा एज ए डिरेक्टर छु र यो कार्यक्रमलाई सिजन 6 लाई अझै राम्रो स्पेसली सुरेश पौडेल सर हुनुहुन्छ हामीसँग र उहाँले हाम्रो सहकारितामा सिजन 6 लाई अझ केही उत्कृष्ट बनाउने प्रयास चाहिँ गर्नेछौँ। थ्याङ्क यू। हेलो, यो 6औं सिजनको यो शानदार यात्रामा तपाईँहरूलाई अग्रिम शुभकामना साथै हार्दिक बधाई। तपाईँहरूको यो अथक मेहनत र जोसले सोलाई साथै विश्वभर बनाएको यो सँगै मैले एउटा प्रश्न गर्न चाहेँ। सोको सफलताको लागि व्यवस्थापन टोलीले सामना गरिरहेका चुनौतीहरू के हो र यी चुनौतीहरूको व्यवस्थापनका लागि
कस्तो रणनीतिहरू अप्नाउने विचारमा हुनुहुन्छ? धन्यवाद व्यवस्थापन वास्तवमा यो अहिले असाध्यै चुनौती नै छ। यहाँको प्रश्नलाई म धन्यवादै दिन चाहन्छु। अहिले मैले अघि नै भने सिजन 1 देखि सिजन 6 को जुन यात्रामा अब हाम्रो देशको परिस्थितिले गर्दाखेरि विज्ञापनहरू अलिक कम आउने, नेपाल आइडल सिजन 1 मा त तपाईँको टाइटलको लागि नै मतलब कम्पिटिसन भएको थियो, मैले टाइटल गर्छु भनेर। तर सिजन 5-6 मा आउँदाखेरि विज्ञापन धेरै कम आउन थाल्यो, ताकि किनकि उहाँहरूको अब बिजनेसै कम भएको कारणले भनौँ। र चाहिँ नि तैपनि हामी जति चुनौती भए पनि हामी व्यवस्थापन चुनौतीसँग लड्नको लागि तयार छौँ र साथै हाम्रा साथ सम्पूर्ण हुनुहुन्छ। जस्तै हामी यहाँलाई भन्छु, हामी प्रत्यक्ष रूपमा नेपाल आइडलमा गाँसिएका डाइरेक्टर, जजहरू र सम्पूर्ण टिम भनेकै करिब 90 जना छ। 90 जनाका साथै फेरि भित्र अर्को चाहिँ पाटो छ, त्यस्तै 90 जना अर्को हुन्छ। 180 जनाको एउटा टिम हुन्छ यसमा। यो धेरै ठुलो टिम हो। नेपाल आइडल यतिकै बनाउन धेरै गाह्रो छ। व्यवस्थापन हामीले अब आफ्नो हिसाबले बिस्तारै मिलाएर र चाहिँ कुनै कमी नगरिकन यसलाई त्यसको स्तरमा कुनै खस्किन नदिकन यसलाई असाध्यै नै राम्रो हामीले सिजन 5 सम्म बनायौँ। अझ सिजन 6 मा अझ योभन्दा पनि राम्रो हामी बनाउने छौँ भन्ने तपाईँहरूलाई म विश्वास दिलाउन चाहन्छु। धन्यवाद। मेरो विचारमा प्रश्नहरू सकिए जस्तो छ, क्लोज गरौँ। इन्जोय द डिनर। थ्याङ्क यू सो मच।